राम्रो काममा साथ दिने हो, प्रतिपक्ष भनेको सधैँ विरोध गर्ने होइन। र यदि राज्यले नीतिभन्दा बाहिर गएर नागरिकलाई आफ्नो शक्तिको दुरुपयोग गर्छ भने त्यतिखेर चाहिँ छाती खोलेर डटेर विरोधको सामना गर्ने हो। त्यो प्रतिपक्षको भूमिका हो। तर राम्रो काम गर्यो भने साथ पनि दिने हो। अब अहिले म चाहिँ यो सुकुम्बासी बस्तीमा जुन डोजर हाने त्यो बस्तीमा अब एउटा आवश्यकता पनि थियो होला, अथवा तपाईँ सुकुम्बासीहरू बस्तीहरू सुकुम्बासीलाई जहाँ मन लाग्यो त्यहीँ बस्नुपर्छ भन्ने होइन होइन। सहरमै आएर बस्नुपर्छ भन्ने छैन नि त। काठमाडौँको हकमा गर्ने तपाईँ हामी सबै सुकुम्बासी हो, किन हाम्रो नि काठमाडौँ त कसो केही छैन नि त। किन नभएको मान्छेको त कसरी सुकुम्बासी, मेरो त केही पनि छैन भने अब काठमाडौँको हकमा त हामी पनि सुकुम्बासी हो भनेपछि अब कुनै सिटीमा जग्गा छैन भन्दैमा त्यो सुकुम्बासी हुँदैन। नेपाल राज्यभरि अधिराज्यभरि कुनै पनि ठाउँमा उसको प्रपर्टी खाना लाउनलाई छ कि छैन पहिला त्यो स्क्यानिङ गरून्। त्यो स्क्यानिङ गरिसकेपछि अब त्यसपछि हाम्रो यहाँ ऐन बाधक छ। ऐन एउटा नयाँ ल्याउनुहोस्, हामी के संशोधन हाल्नुपर्ने हामी पनि हाल्छौँ। सकभर अस्ति अध्यादेशबाट ल्याइदिए भए राम्रो हुन्थ्यो, छिटो ल्याउनु पर्ने त्यो थियो वास्तवमा। अब त्यो आइसकेपछि त्यो ऐनमा चाहिँ जसको भूमि छैन, जो वास्तविक सुकुम्बासी छन्, उनीहरूलाई खाना लाउनका लागि चाहिँ नेपालको कुनै न कुनै ठाउँमा व्यवस्थापन गर्नुपर्छ। तेस्रो कुरा के हो भने जग्गा र जमिन मात्र दिएर हुँदैन। अब त्यसपछि उनीहरूले गरी खाने बाटोको व्यवस्थापन राज्यले गर्नुपर्छ। जस्तै के गर्नु पर्यो, सिप दिनु पर्यो।